good afternoon everyone. Welcome back to my other new video. खबर आयो एक्जाम सन्चै हुन्छ म पनि एक्जाम दिने सन्चैको साथीहरु अहिले चाहिँ म र मेरो दाइ चाहिँ ड्युटीमा छ अनि मसँग चाहिँ यो कता रियल हो है यस्तो हुन्छ यो 1 रियल हो अनि आज चाहिँ म चाहिँ टक्क लाएर यहाँ यस्तो भेन्ट्री मेसिन भन्छ हैन सो म चाहिँ यो कसरी युज गर्ने भनेर हजुरहरुलाई चाहिँ म सिकाउन गइरहेको छु यदि नेपालतिर पनि यस्तो यदि नेपालमा पनि यस्तो खालको मेसिन आइसकेको छ भने चाहिँ साथीहरु किन थालेको छ हैन मैले चाहिँ देखेको थिएन म आउँदा थिएन अब म आएको 3-4 वर्ष भइसक्यो अहिले हुन पनि सक्छ धेरै परिवर्तन पनि आइसकेको छ सहर बजारतिर हैन सो म चाहिँ आज कसरी युज गर्ने भने चाहिँ तपाईलाई देखाउँछु है त साथीहरु यो चाहिँ हाम्रो मेसिन हो है अनि यो मेसिन भित्र चाहिँ यहाँनेरि सबै किसिमका खानेकुराहरू यो जम्प फुडहरू यस्तो जुसहरू यता देख्न सक्नुहुन्छ वाटरहरू यो सबै थोक छ हैन अनि यो चाहिँ कसरी युज गर्ने यहाँ चाहिँ मैले क्यास लिएको छु यहाँ चाहिँ कार्डबाट पनि युज गर्न सकिन्छ है त हैन के खाने हो त भनेर चाहिँ म पहिला चुज गर्छु साथीहरु के खाने हो भनेर यो के भन्छ यो अनारको जुस खान गइरहेको छु 2 रियलको अनि यहाँनेरि यो नम्बर आउँछ नि यहाँ सुरुमा पैसा छिराउन पर्छ कि साथीहरु म चाहिँ पैसा छिराउँछु है यहाँबाट ए 2 रियलको भने चाहिँ मैले त्यहाँ 66 नम्बर यहाँ चाहिँ देख्न सक्नुहुन्छ है 66 के यो 5 रियलको चाहिँ ओइ किन फिर्ता आए कफी को रहेछ 5 रियल 66 को भने चाहिँ यहाँ लेख्नु फेर्लाका झर साथीहरु अनि यहाँ झरेपछि यहाँबाट यसरी लिने है या म चाहिँ यो जुस लिए है त यो के रे अनारको जुस यहाँ 66 देख्न सक्नुहुन्छ नि यो 66 2 रियल भनेर त्यहाँ हजुरहरुले देख्न सक्नुहुन्छ हैन हो यसरी लाउनु तपाई के खानु म त यो खान्छु कुन 3 रुपैयाँको ल पैसा फिर्ता आउँदैन नि यहाँ त फेरि यो चाहिँ जति रुपैयाँको युज गर तपाईँ जति रुपैयाँ खाने त्यति रुपैयाँ हाल्ने हो त्यहाँदेखि पैसा रिटर्न आउँदैन क्या साथीहरु क्या चेन्ज छ त नि नभए अरू जुस खान न 2 रियलको 3 रियलको कति रुपैयाँको खाने हो 5 रियलको यो मलाई कफी होला यो त यो के हो जुस हो त कुन यो अनि राम्रो हो नि दामी छ त्यो ल जे निकालौँ त 5 रियलको ल जा 5 रियलको भनेपछि दाइ